चाहिँ अब मासु पलेर खानको लागि कोइला चाहिँ तयारी गर्दैछ। आज चाहिँ हेलो गाइस, नमस्ते सबैलाई, गुड इभिनिङ भन्न चाहन्छु। र आज चाहिँ हामी चाहिँ बोसको बर्थडे पार्टी जोइन गरेर पनि हामी घरतिर फर्किसकेको अवस्था छ गाइस। उहाँ चाहिँ हाम्रो पोस्टेल हुनुहुन्छ। पोस्टेल भन्नाले हामी चाहिँ उहाँको अन्डरमा काम गर्नुपर्छ। उहाँले जे भने त्यही गर्नुपर्छ। बिचरा उहाँले चाहिँ हामीलाई जहिले पनि मासु पकाएर पोलेर खाना सबैभन्दा पहिला चाहिँ हामीलाई खाना दिनुहुन्छ, त्यसपछि मात्रै अरूले खान्छन्। र उहाँले चाहिँ जहिले पनि बिचरा मासुहरू पोल्ने काम गर्नुहुन्छ अनि सबैलाई दिन्छ। र यहाँ चाहिँ मासु पाकिसकेको छ र मासु पाकेर यता चाहिँ एकजना उहाँ पनि नयाँ स्टाफ हुनुहुन्छ। उहाँले चाहिँ कटिङ गर्दै हुनुहुन्छ यतिखेर। र हामीलाई चाहिँ खानु भन्दै राख्नु भएको छ। तर हामी चाहिँ हल्का वेट गर्दैछौँ र उहाँले जब काटिसक्नुहुन्छ त्यसपछि सबैले फेरि खाना स्टार्ट गर्छौँ हामी। अब उहाँले स्टार्ट गर्दै हुनुहुन्छ। ल अब पेप्सी खानेलाई पेप्सी छन्, अब बियर खानेलाई बियर छन् होइन। उहाँ उभिरहनु भएको छ, उहाँले पेप्सी हाल्दै हुनुहुन्छ। उहाँ पनि बोसै हो र म चाहिँ चाकु खोज्नको लागि जस्ट भित्र आएको, तर चाकु रहेनछ। र अब फाइनली खाने कार्यक्रम चाहिँ हुँदैछ होइन। यस्तै पोलेको बङ्गुरको मासु हो यो चाहिँ। बङ्गुरको मासु, पिनट, त्यो अब पेस्टहरू छन् होइन, त्यो केसँग लगाएर खाने। उहाँहरू चाहिँ बोसहरू हुनुहुन्छ। उहाँ सानो जो होचो देख्नु भएको छ, उहाँकै चाहिँ बर्थडे भन्ने सुनेको थियो आज होइन। फाइनली हामीले सोधेको चाहिँ होइन, तर उहाँको बर्थडे पार्टी राख्नुभएको अरे भन्ने चाहिँ सुनेको थियो। त्यसै गरी उहाँहरू सबै स्टाफहरू हुनुहुन्छ। र यो चाहिँ लास्टमा हामीले खाइसकेपछि उहाँहरूले बल्ल खाँदै हुनुहुन्छ। र उहाँहरू जब हामी फर्किने बेलासम्म पनि खाँदै हुनुहुन्थ्यो। जब उहाँहरू अब लास्टसम्म भनौँ न हामीले खाइसकेपछि उहाँहरूले सुरु गर्नुभएको छ। एकै ठाउँमा सबैले कसैलाई यताउति अलग नगराइकन एकै ठाउँमा खानुहुन्छ। उहाँहरूले पनि सँगसँगै खाने गर्नुहुन्छ। जे होस् भेदभाव चाहिँ गर्नुहुन्न उहाँहरूले। सबैभन्दा प्राथमिकता पहिला हामी वर्करलाई नै दिनुहुन्छ, त्यसपछि उहाँहरू लास्टमा चाहिँ जोइन गर्दै हुनुहुन्छ। यतिखेर चाहिँ हामी चाहिँ खाएर पनि अगाएर टन्न बसिसकेको अवस्था। अहिले चाहिँ उहाँहरू खाँदै हुनुहुन्छ। यस्तै छ गाइस, आजको पार्टी पनि लगत्त